आरबिबीको रिटर्न क्वेसन प्र्याक्टिस गराउने क्रममा डे 5 क्लासमा हजुरहरूलाई स्वागत छ। आजको प्रश्न रहेको छ, बैंकिङ क्षेत्रमा दोहोरो लेखा प्रणाली किन महत्त्वपूर्ण छ? वित्तीय कारोबारको अभिलेख राख्दा एउटै कारोबारलाई दोहोरो प्रभाव पार्ने गरी एउटा खाताको डेबिट पक्ष र अर्को खाताको क्रेडिट पक्ष गरी दुई स्थानमा अभिलेख राख्ने व्यवस्थालाई दोहोरो लेखा प्रणाली भनिन्छ। बैंकिङ क्षेत्रमा दोहोरो लेखा प्रणालीको धेरै महत्त्व छ, किनकि दोहोरो लेखा प्रणालीले प्रत्येक कारोबारको दुई पक्ष डेबिट र क्रेडिटमा असर देखाउँछ। यसले बैंकको सम्पत्ति, दायित्व र इक्विटीको वास्तविकता प्रस्तुत गर्छ। प्रत्येक डेबिटका लागि क्रेडिट र प्रत्येक क्रेडिटका लागि डेबिट हुने भएकाले लेखा परीक्षण सजिलो हुन्छ। कुनै पनि गल्ती वा अनियमितता पत्ता लगाउन यो प्रणाली प्रभावकारी हुन्छ। यो प्रणालीले बैंकको वित्तीय कारोबारमा चेक एन्ड ब्यालेन्स कायम गर्दछ। एउटा खातामा भएको परिवर्तनले अर्को खातामा पनि प्रभाव पार्ने भएकाले त्रुटि र जालसाजी हुने सम्भावना कम हुन्छ। सही र विस्तृत वित्तीय जानकारी उपलब्ध हुने भएकाले बैंक व्यवस्थापनलाई वित्तीय प्रदर्शनको विश्लेषण र भविष्यका लागि सही निर्णय लिन मद्दत पुग्दछ। दोहोरो लेखा प्रणालीले वित्तीय कारोबारलाई पारदर्शी बनाउँछ। यसले बैंकको सरकारवालाहरू, शेयरधनी, ग्राहक, नियामक निकाय आदिलाई बैंकको वित्तीय अवस्थाको स्पष्ट जानकारी दिन्छ र जवाफदेहिता बढाउँछ।